प्रतिस्पर्धीले तपाईको अर्को चाल सजिलै अनुमान लगाउन सक्छन् भने तपाईँ आफै सिद्ध दिनुभयो। काठमाडौँ उपत्यकाका राजाहरू पृथ्वीनारायण शाहसँग किन डराउँथे थाहा छ? किनभने उहाँले कहाँबाट र कसरी आक्रमण गर्नुहुन्छ भन्ने कुरा कहिल्यै पनि कसैले अनुमान लगाउनै सक्दैन। कहिले नुवाकोटबाट घेराबन्दी, कहिले नाकाबन्दी र कहिले अचानक रातारात आक्रमण गरेर उहाँ गायब भइदिनुहुन्छ। उहाँको अर्को कदम कहिले प्रेडिक्टेबलै भएन। यो हो रोबर्ट ग्रीनको ल नम्बर 70। Keep others in suspended terror. Cultivate an air of unpredictability. जब तपाईँ सधैँ एउटै ढर्रामा काम गर्नुहुन्छ, मान्छेहरूले तपाईँको दिमाग सजिलै पढ्छ र तपाईँलाई आफ्नो नियन्त्रणमा राख्छ। तर जब तपाईँ अनप्रेडिक्टेबल बन्नुहुन्छ, तब शत्रुहरू अन्यलमा पर्छन् र तपाईँसँग डराउन थाल्छन्। जसको अर्को कदम के हुन्छ भनेर कसैले सोच्नै सक्दैन, उसको डर र प्रभाव समाजमा सबैभन्दा गहिरो हुन्छ। परिस्थिति आफ्नो हातमा राख्नु छ भने आफ्नो चाल सधैँ रहस्यमय राख्नुहोस्। तपाईको सर्कलमा जो मान्छे धेरै सोझो छ र जसका सबै चालहरू अरूले सजिलै अनुमान लगाउँछन्, उसलाई यो भिडियो सेयर गरेर सचेत गराउनुहोस् र पछि सम्झिनका लागि तपाईले पनि यो भिडियो सेभ गरिहाल्नुहोस्।